यहाँहरु सम्पूर्णमा नमस्कार। म प्रशान्त बलामी फेरि पनि म यति बेला ककनी गाउँपालिका वडा नम्बर 1 कागती गाउँको यस महालक्ष्मी मन्दिरमा आइपुगेका छौं। यो भन्दा पहिला अर्थात 2072 साल भुइँचालो आउनु भन्दा पहिला यहाँको अवस्था एकदमै गए गुज्रेको अवस्थामा थियो। यो जंगलहरु यो चाहिँ सल्लाहगारी हो, खासमा चाहिँ सल्लाह पाउँथ्यो पहिला यहाँनेर। त्यो सल्लाहहरु भने क्रमैसँग समयको अन्तरालसँगै मासिँदै गए अनि यहाँको अवस्था त्यतिखेर भने धेरै बन्जर जस्तै देखिएको थियो। तर 2072 पछाडि भगवान श्री महालक्ष्मी माताको कृपाले एकजना बहिनीको शरीरमा चाहिँ भगवान श्री महालक्ष्मीको माताको शक्ति स्वरूप प्रवेश भएको कारणले गर्दा चाहिँ उहाँको योगदान तर्फबाट चाहिँ योगदानको स्वरूप चाहिँ यो हरियाली फेरि पुनः फर्किएको हो। यो भन्दा पहिलाको अवस्था साँच्चै कहाली लाग्दथ्यो। तर भगवान श्री महालक्ष्मीको कृपाले गर्दा यहाँ चारैतर्फबाट चाहिँ वृक्षारोपण गर्ने कार्यका कारणले गर्दा अहिले यो सबै हरियालीमा परिणत भइसकेका छन्। यस कारणले गर्दा आज 2082 साल वैशाख 26 गतेको दिनमा चाहिँ मैले फेरि भगवान श्री महालक्ष्मीको शक्ति स्वरूप लिएर आउनुभएका हाम्रा बहिनीको सम्झना गर्न चाहे। उहाँलाई यस परिवर्तनको श्रेय पक्कै पनि दिनुपर्छ। साँच्चै उहाँले भगवान श्री महालक्ष्मीले उहाँको शरीरमा प्रवेश नगर्ने हो भने यी परिवर्तन हामीले यतिखेर पाउने थिएनौं। उहाँले चाहिँ सम्पूर्ण युवाहरूलाई जागरुक बनाएर वृक्षारोपण लगाउने यो अहिले देखिरहनु भएको यो गेट पनि उहाँले अनुदान मार्फत राहत अनुदान उठाएका भरमा चाहिँ उहाँले यो स्थापना गर्नुभएको हो। अनि आज जति पनि यी बिरुवाहरू देख्नुहुन्छ, जति पनि यी हरियाली देख्नुहुन्छ, यी सबैको श्रेय उनै भगवान श्री महालक्ष्मीको स्वरूप बहिनीकोमा जान्छ, दिनुपर्छ उहाँलाई। उहाँको यस परिवर्तनकारी योगदानका लागि हामी सम्पूर्ण बलामी समुदायले चाहिँ विशेष धन्यवाद दिनै पर्छ र दिन चाहन्छु पनि।